यी हुन् नेपालका 10 सबैभन्दा पुरानो जातिहरू। नम्बर 1 किरात, राई, लिम्बू, सुनवार, याख्खा। नेपालको सबैभन्दा पुरानो जात समूह किरात हो। इतिहासकारहरूका अनुसार 3000 वर्ष अगाडि किरात वंशले काठमाडौँ उपत्यकामा शासन चलाएका थिए। एलम्बर, जसलाई नेपालको इतिहासमा महत्त्वपूर्ण स्थान प्राप्त छ, उनी किरात राजा थिए। एलम्बरको शासनकालले काठमाडौँ उपत्यकामा किरात वंशको प्रभावलाई उजागर गर्थ्यो। नम्बर 2 नेवार, काठमाडौँ उपत्यकाको मौलिक जात हो नेवार। मल्लकाल र लिच्छवी कालमा नेवारको सभ्यता उत्कर्षमा थियो। आजको दरबार स्क्वायर, जात्रा, सांस्कृतिक महत्त्व सबै नेवार परम्पराको हिस्सा हुन्। नम्बर 3 थारू, तराईका आदिवासी थारूहरू हजारौं वर्षदेखि यहाँ बसोबास गर्दै आएका छन्। थारू परम्परा, वेशभूषा र बोली सबै मौलिक छन्। उनीहरूको जीवनशैली र सांस्कृतिक पहिचान पृथक छन्। नम्बर 4 मगर, नेपालका सबैभन्दा ठूलो जनसङ्ख्या भएका जात मध्ये एक मगर हो। राजा पृथ्वीनारायण शाहको सेनामा प्रमुख योगदान गर्ने मगर जात पहाडी भूभागमा पुरातन कालदेखि छन्। नम्बर 5 गुरुङ, पोखरा, लमजुङ, तनहुँ आसपास बसोबास गर्ने गुरुङ जात बौद्ध परम्परा, गोर्खाली पराक्रम र बौद्धिक सन्तुलनको राम्रो मिश्रण हो। नम्बर 6 तामाङ, काठमाडौँ वरपर पहाडी इलाकाहरूमा बसोबास गर्ने तामाङ जात प्राचीन संस्कृतिका वाहक हुन्। बौद्ध धर्म, भाषा, सङ्गीत र संस्कृति सबै मौलिक छन्। नम्बर 7 शेर्पा, सगरमाथा क्षेत्रका बासिन्दा शेर्पा विश्वभरि आफ्नो तीव्र साहस र हिमाली जीवनशैलीका कारण प्रसिद्ध छन्। उनीहरूको जीवनशैली हिमालसँग गहिरो जडित छ। नम्बर 8 चेपाङ, नेपालका आदिवासी जनजाति मध्ये चेपाङ जात एक हुन्। उनीहरू पहाडको जंगलमा बस्छन् र आफ्नो जीवन खेती, शिकार र वनबाट पाइने चिज जस्तै काठ, जडीबुटी, फलफूल आदिमा भर परेर चलाउँछन्। नम्बर 9 दनुवार, बागमती र सुनकोशी आसपास बसोबास गर्ने दनुवारहरू किरात मूलको मानिन्छ। यी जातिका मानिसहरू पुराना बस्ती र खेतीपातीमा आधारित संस्कृति बोक्छन्। नम्बर 10 राउटे, नेपालका अन्तिम घुमन्ते जात राउटे आज पनि जंगलमा घुम्न, लट्ठी बनाउन, शिकार गर्न र पैसाको सट्टा वस्तु साटासाटीमा विश्वास गर्ने जीवनशैलीमा विश्वास गर्छन्।